हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ हामी कहाँ जानला मम्मी? बौद्ध जानला हो। बौद्ध अहिले बौद्धमा चाहिँ 1 महिनाको कोरुवा छ, साकत हावा छ। साकत हावा मलाई थाहा छैन, त्यही भएर मम्मीलाई सोधेको। कोरा भन्नु पनि कोरुवा भएछ है, भएछ कोरुवा। कोरुवा साकत हावा 1 महिना अब बुद्ध जयन्तीसम्म हुन्छ हैन? 1 महिनासम्म हुन्छ। घुम्न सक्नेले 3 राउन्ड 11 राउन्ड घुम्ने रे के। ए हामी चाहिँ अब घुम्न सक्दैन, त्यही भएर 3 राउन्ड मात्रै घुमेर आउने हो। यता चाहिँ बिमो मुसु 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 हाँसे केही छैन। हामी चाहिँ अब यहाँको पहरा चढेर जाने। मकै आउनु थालेछ। मकै बारी डड्याम डड्याम नाच्दै जाने हो मम्मी? नाच्न सक्दैन यस्तो अन्त। सर्टकट बाटो चाहिँ यस्तो छ हालत, राम्रो छैन है। यस्तो छ कसरी नाच्नु। सधैँ स्कुटीमा जानुहुन्न कि कहिले कहिले यस्तो टेम्पोतिर पनि चढ्नुपर्छ। यस्तो चिजमा त राम्रो हुन्छ, भाइरल हुन्छ। स्कुटर घरमा थन्काएको होइन कि, अब 3 जना हिँड्नुपर्छ अनि त्यही भएर राखेको नि। के थन्काएको भन्नु? कहिले कहिले टेम्पोको पनि यात्रा गर्नुपर्छ, कहिले काहीँ पैसा तिर्नु पर्यो। कति पेट्रोलमा त खर्च गर्नु, कति हातलाई दुःख दिनु भनेर। बाटो त यस्तो रहेछ है। मतलब यहाँ चढाएको थिएन यतापट्टिको बाटो त। ल बिम्नु जाऊ पहिला। त्यही भएर त भने नि मैले यताबाट जान्थेँ हामी चाहिँ जान चाहिँ है। यो बाटो ब्लक हान्दैछु। मम पनि यो बाटो हिँड्नुभयो है? ए हिँड्नुहुन्छ जे होस्। अहिले ममहरूलाई राम्रै छ, प्रेसरले गर्दा अस्ति अलिक गाह्रो भएको थियो, अहिले चाहिँ राम्रै छ होइन? त्यही भएर मजाले हिँड्नु भएको छ। गाउँ जानै पर्दैन हामी त। यहाँ गोकर्णमा बसेपछि यस्तो बाटो त कति हो कति हो। उपर हाम्रो घर देखिन्छ। यहाँनिर छ मेरो घर चाहिँ, देखिँदो रहेछ प्रष्टसँग। यहाँ त यत्रो ठुलो रहेछ है। जो हामफाले खा मम्मी पनि। यो पानीले सबै पानीले तिमी र मसँगै आएको त होला नि, त्यसपछि आएको छैन? के कहिले आएको, धेरै भइसक्यो। यस्तो यस्तो भइसक्यो बाटोहरू हेर्नुहोस् गाइज। हामी चाहिँ तर धेरै लामो त छैन, 5 मिनट हिँड्यो भने पुग्छ। के भन्छ त्यो एउटै बाटो साटो चैट पनि हो। अनि त्यसपछि अस्ति नै के ऱ्याप आएको थियो नि एउटा गीत, बिर्सिहाल्यो। सम्झ्यौ त? जरा साला फुट्यो, बाटो साटो चर्क्यो होइन? पानीले हो नि, बेसकन पानी परे नि। त्यही भएर अहिले एकछिनपछि कस्तो गरम हो त्यस्तो भनेर टिकटक बनाउनु पर्छ। अहिले चाहिँ पसिना आएको छैन है। आइसक्यो मम्मी भन्नु त लु, कस्तो गरम हो यो। ल मम्मी हामीजना भनौँ न त ल। कस्तो गरम भएको गरम हो। गरम चाहिँ होइन, आज चाहिँ शीतल नै छ भन्छ। आयामा हेर्ने दर्शक म सधैँ छ नि है।
कति राम्री भएर आउनु भएको नि आँखा चिम्काए तिमीलाई फकाउला भन्ला नि फेरि त्यहाँ अब यहाँबाट चाहिँ निस्क्यो रोड मम्मीको पसिना आएको पसिनाले बिजोक भइसक्यो मान्छे लगेन ल हेर्नु अहिले कोरा नलाउँदा त यस्तो पसिना आइसक्यो अनि पसिना आइसक्यो अयो एउटा फुल टिप्नु पर्यो म त इस कस्तो राम्रो फुल रहेछ कस्तो देख्यो जस ठाउँ ठाउँ फुलहरू चाहिँ छ बाटो बाटोमा फुल टिप्यो हिँड्यो यस्तै हो बाटोको बिजोग भएर खराब कति भइसक्यो यो आलुबारी के भन्छ आरुबारी कि आरुबारी हो बाटो बिजोग छेत्तेरिका मान्छे हिँड्ने बाटो पनि छैन लोड पर्यो यहाँदेखि चाहिँ बौद्ध आयो बौद्ध 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 3 जुलीबाट भित्र छिरेपछि बौद्ध घुम्न जा बौद्ध 14 घुम्न जा बौद्ध पुरा हान्ने मान्छेहरू यस्तो छ पारा यस्तो मान्छेले पुरा हान्छ म त हिँडेको छ यहाँ लामा भाषाहरू बोलिरहेछ मान्छेहरू हिँडेर पसिना आयो भन्नु न पसिना आयो त गएको छैन 5 रुपियाँ भएर दिनुपर्ने रहेछ अब यहाँ आएपछि चाहिँ अब मजा आउँछ यहाँ पुगेपछि चाहिँ तपाईँ पनि मम्मी चस्मा लाउनु चस्मा काम छ नि त चस्मा लाउनु अनि अब बौद्ध आइपुग्यो नि त हामी पनि यसो हामी पनि त पर्यटक नै त हो नि होइन हामी पनि टुरिस्ट नै त हो नि नेपाली टुरिस्ट नेपाली टुरिस्ट भनेर आउनु पर्यो नि होइन लिनु पर्यो नि कहाँ कुहीहरू मात्रै आउँछ त नेपालीहरू पनि आउँछ नि हौ बौद्धमा त कोरा हान्न धेरै जस्तो नेपाली नै त हो नि शेर्पाहरू होइन तामाङ लामा शेर्पा सबै जातिको आउँछ हामी चाहिँ यता ओम वज्र गुरु ओम माने पेमे आइपुग्यो कलर लाउँदै रहेछ जाने के नजाने मान्छेहरू यहाँ एक ठाउँमा बसेर हेर्नुपर्छ सर 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 हिँडेको देखेर रिङ्गट लाग्छ मलाई त लो मम्मी तपाईँ पनि बिमुसँग हिँड्नु ओ माने पेमे भन्नु नि माने पेमे छैन त्यही पनि यसो घुमाउनु ओ माने पेमे है मिर्ची मेन ढोका त यता हो नि है मेन गेट यस्तो गर्छ क्या मान्छेहरूले है अहिले यो शाखा धवा चल्ने बेलामा चाहिँ यसरी हो नि त पुरै ढोक्ने हामी त सक्दैनौँ निधारमा चाहिँ के लाग्यो बिमु त्यो हावाको के गर्छ हामी चाहिँ त्यति हिँडेर आउँदा पनि गाह्रो भयो गाह्रो त बाटोमा हिँड्दै गाह्रो भयो ल फन घुमाइदिनु मम्मी हो
धार्मिक ठाउँपछि चाहिँ अलिकति एनर्जी आउँछ अरे है घुमाउनु ल देखाउनु अरे आउनु ठुलो घन्टी यता चाहिँ मम होइन त मम भन्छ है यताभित्र होइन भित्र थाहा छ नि तिमीलाई ए ममको मूर्ति हो नि आज मजा ठुलो बत्ती बाल्नु भएको खै लगाउनु कि तल आज पुरै कलर लाउने काम भइरहेको छ छट्की छट खाने है अरू क्या मजा चलिरहेको छ के दामी है पानी हो कहाँ यस्तो दामी है ओहो ल सबैजना टाइम निकालेर चाहिँ यसो बौद्धतिर घुम्न आउनु होला नजिकैको गुम्बामा बौद्धै भन्दा पनि स्वयम्भूतिर जानुभए पनि हुन्छ यहाँ रातभरि यसो पाठ गर्ने होइन है के दामी बनायो कि त्यही दामी बनाएछ रातभरि मान्छेहरू यसो बस्छन् कुन चाहिँ फुलको बिरुवा लालुपाते ओम भने पेमे ओम भने पेमे ओम सबैजनाको हातमा चाहिँ अहिले यस्तो जप्दै बस्नु भएको छु के आनन्द आउँछ कि है अघि हिँडे त त्यो सबै थकाइ गयो नि त यो गुच्चुको परेको है हो भने कलर लाउने दाइहरू सबैजना खुसी भएर गइराख्नु भएको छ नुनहरू पनि चलाउने यता चाहिँ बिमुले यता हजुर पूजापाठ हुँदैछ यसरी परिक्रमा गर्नुपर्छ पाखा ढालामा हामी कति सजिलो परिक्रमा गर्नुपर्छ म चाहिँ हावा सेकेको मम्मी चाहिँ बाउलाई अब हामी सुच्या खाने होइन त सुच्या सुच्या भन्छ नि त म त थाहा छैन के हो के रे लुङ्गी यो सर्ट हो
फर्की फर्की नहेर मलाई हाम्रो नेपालको ब्युटिफुल गर्ल दुईटा चाहिँ यता हुनुहुन्छ अरू कथा थाहा छैन दुईटा चाहिँ यतै हुनुहुन्छ मोस्ट ब्युटिफुल सासु एन्ड बुहारी थ्याङ्क यू सो मच जतिखेर नि फाइनको हावा चाहिन्छ मम्मीलाई चाहिँ सिस्टरले चाहिँ अब खाजा अर्डर गर्नु लाग्नुभयो के खाने भनेर कन्फ्युज छ है रोटी खाने म त रोटी बौद्धको स्पेसल सुच्या सुटी होइन त पङ्खलाई आयो खाजा एउटा खाजा आयो अर्को चाहिँ आउने बाँकी छ टुट पऱ्यो ल चिया पनि खाइसक्यो है के कम्ती अब के कम हुन्छ आलु पराठा भोलै लाग्दैन कति मिठो हुन्छ हामी त ढिलो भएछ त्यो आलु पाएन क्या आलु पराठा पनि मिठै छ एउटा प्लेट माग्नु पर्ने यता हाम्रो चम्पी छ देखायो किलो मिठो भएछ चाउमिन कस्तो छ मम्मी मिठो छ ल भन्नु पराठा मिठो छ कि चाउमिन मिठो छ चाउमिन पराठा सबै मिठो भोक लाग्यो है भोक लाग्यो सबै मिठो हुन्छ नि यो छोरी मान्छेहरू हो होइन राम्री त हुनै पर्यो खाना खाइसकेपछि काजा खाइसकेपछि किता कितारी केम्ला भितारी किता कितारी एला फोटो थाल्नुहोला पेना भितारी अब खाना खाएको पावर निस्कियो क्या यो चाहिँ खाना खान नपर्ने क्या भोक लाएर मम्मीलाई गाह्रो भइरहेको थियो आज पुरा नाची नाची हिँडिरहेको छ आहा क्या मजा घाम लाग्नु थाल्यो त्यहाँ गाडी छ कि छैन हेर्ने भने नि त ओम माने पेम्बे भन्नु अब आजको साका दावा होइन माओवादी बाल्न आएको समय चाहिँ अब सक्यो हामी चाहिँ एकछिन यता बसेर थकाइ मार्दैछौँ के भन्नु छ मौनी हिँड्दा बिस्तारै जाउँ थकाइ मार्दै जाउँ आउनु पर्ने है बिमुलाई के भन्नु छ आज त काम सक्यो सबैजना भन न बुद्ध जयन्तीसम्म यो सबैजना घुमघाम त छ अब आज चाहिँ हाम्रो काम सक्यो होइन पानी पनि पर्ला जस्तो भइसक्यो घरमा जानु पर्यो गर्मी चाहिँ भएन है अझ टाउको दुइरहेको छ त्यत्रो घाम नलाग्दा पनि जाने ल हाम्रो चाहिँ आजको यो बौद्धको कोरा हान्ने काम पनि सक्यो